नमस्ते साथीहरू, वेलकम ब्याक टु द च्यानल। आज सेयर बजारमा एउटा निकै चर्चामा रहेका आइपिओ खुलेको छ, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड। धेरै साथीहरूले मलाई सोध्नु भएको थियो के यो आइपिओमा एप्लाई गर्ने र कति किता भर्ने। आजको यस भिडियोमा म तपाईहरुलाई सबै कुरा एकदमै सजिलोसँग बुझाउने छु। सबैभन्दा पहिला डेट्स टिप्नुहोस्। आज जुन 17 असार 3 गतेबाट यो आइपिओ ओपन भएको छ र जुन 22 असार 7 गतेसम्म खुला रहनेछ। यसको मूल्य प्रति किता 100 रुपैयाँ पर युनिट तोकिएको छ। एउटा महत्त्वपूर्ण कुरा, अहिले आइपिओमा एप्लिकेन्टहरूको संख्या एकदमै धेरै छ, त्यसैले धेरै किताका लागि आवेदन दिँदैमा पर्न सम्भावना बढ्दैन। तपाईले धेरै किता लागि पैसा ब्लक गर्नुभन्दा न्यूनतम 10 किताका लागि मात्र एप्लाई गर्नु बुद्धिमानी हुन्छ। यसले तपाईको थोरै पैसा धेरै समयका लागि ब्लक हुनबाट बचाउँछ। कम्पनीको कुरा गर्दा एमइपिडिएल ले सोलुखुम्बुमा 12 मेगावाट दुधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यो एउटा रन अफ रिभर प्रोजेक्ट हो। यसको क्रेडिट रेटिङ केयर एनपी BB+ छ, जसको अर्थ यसमा मध्यम जोखिम अर्थात् मोडरेट रिस्क छ। हाइड्रो पावर क्षेत्रमा लगानी गर्दा लामो समयका लागि हेर्नु पर्छ, किनकि सुरुवाती वर्षहरूमा कम्पनीको ऋण बढी हुन सक्छ। अब धेरैको प्रश्न, यसमा कति नफा हुन्छ? साथीहरू, यो बजारको अवस्थामा भर पर्छ। हालको हाइड्रो पावर कम्पनीहरूको ट्रेड हेर्दा आइपिओ पर्ने बित्तिकै तपाईले 150 देखि 300 रुपैयाँसम्मको ओपनिङ प्राइस पाउन सक्नुहुन्छ। यद्यपि लिस्टिङ गेन कति हुन्छ भने कुरा नेप्सेको मार्केट कन्डिसन र कम्पनीको भविष्यको पर्फर्मेन्समा भर पर्छ। यदि तपाईँ लामो समयको लागि होल्ड गर्नुहुन्छ भने राम्रो डिभिडेन्डको सम्भावना पनि रहन्छ। अब हेर्छौँ यो आइपिओलाई एप्लाई कसरी गर्ने। तपाईँ यो आइपिओ आफ्नो मेरो सेयर एकाउन्टबाट एप्लाई गर्न सक्नुहुन्छ, मोबाइल या ल्यापटप वा कम्प्युटरबाट। सो हेरौँ, फर्स्टमा आफ्नो मेरो सेयर एप ओपन गर्नु, देन लगइन गर्नु। लगइन गर्दा माई एजप्सामा क्लिक गर्दा तपाईँलाई यहाँ हेराउँछ कुन कुन न्यू आइपिओ ओपन भएछ। सो अहिले माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको मात्रै छ। एप्लाईमा क्लिक गर्नु, देन प्रोसिड। ठिक छ, यहाँ तपाईलाई कति किता एप्लाई गर्नु छ त्यो हाल्नु छ। एमाउन्ट अटोमेटिक क्याल्कुलेट भइहाल्छ, 10 किता हेर्नुहुन्छ। त्यसपछि आफ्नो सिआरएन नम्बर यहाँ हालेर यसलाई चेक गरेर एप्लाई बटनमा क्लिक गर्दा यो सेयर एप्लाई भइहाल्छ। तपाईहरुमध्ये कसले आज नै एप्लाई गर्नुभयो तल कमेन्टमा लेख्नुहोस्। भिडियो उपयोगी लाग्यो भने लाइक र यस्तै शेयर बजारका जानकारीका लागि सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।